बाफ्रे फेरि उसको कुरो कहाँ ल्याउनु हो जस मजा आउँछ अब हिँड्ने बानी त छैन अनि यताबाट त पुरै केही देखिँदैन तल त हुस्सु मात्रै छ त बाफ्रे ल है गर्मीमा मजा हुने भयो अलिअलि अब हाइकिङ ट्रेकिङ पनि हेर्नुहोस् केही देखिएको छैन र अब हाम्रो यहाँबाट हाइकिङ सुरु भइरहेछ लेट्स से अरे वाह कता कता जानुपर्ने हो एकदम तिर्खा लागेको थियो अब रिटर्न भइसक्यो मात्रै रेडी हो लेट्स होप छोटै हाइकिङ होला पारी गाउँ देखिँदैछ कससँग ल हेर्नुहोस् नेपाली हामी अब यस्तो यस्तोमा पनि बस्छौँ कुना कन्दरामा पनि बस्छौँ है पर मैले बोजूहरू के कोहरू देखेँ ल हेर्नुहोस् है जङ्गलभित्र कुना कन्दरा नेपालीहरूको बसाइ आइया कुदौँ 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 म चाहिँ भरे कक्रिन्छु होला लेट्स सी के हुन्छ नमस्कार है नमस्कार सेवा उहाँलाई चिन्नुहुन्छ तपाईँ चिन्नुहुन्छ उहाँलाई उहाँलाई त के अब एडभेन्चरस युट्युबर मान्छे यस्तै यस्तै एडभेन्चर हुने ठाउँमा त मलाई कसले नचिन्ने हो र उहाँ ठुलो पर्दा नभएर सानो पर्दाखेरि हो सबले चिनिहाल्नुहुन्छ नि अझ यो हिल साइडतिर त उहाँलाई नचिन्ने को होला अरे अन्त नि काटमार खाएकोहरू मात्रै लाउनुहुन्छ मिठो मिठो सबले हेर्नुहुन्छ यता चाहिँ यस्तो गइरहेछ चिसो चिसो छ तर अलिकति गर्मी पनि भइरहेछ मौसम दामी नि तल त्यस्तो दुईटा घर हुनु पर्यो क्या गर्मीमा यता माथि बस्ने जाडोमा तल बस्ने